हेलो साथीहरू नमस्ते के छ हाल खबर तपाईहरुको सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु अनि मेरो ब्याकग्राउन्डलाई चाहिँ यो इग्नोर हान्दिनुस् है यस्तो यो बसाइ किनभने अहिले चाहिँ म दुबईमा छु अनि धेरै पिछाडी भिडियो धेरै आफ्टर लङ अलमोस्ट 1.5 इयरै भयो होला मजाले भिडियो नहालेको किनभने अब यस्तै टाइमको कारणले नभ्याएर अनि आज चाहिँ स्पेशल छ स्पेशल के हो भन्दाखेरि मसँग चाहिँ छ DJI को एक्सन 6 एडभेन्चर कम्बो मैले अस्ति नि यो मगाइसकेको थिएँ तर अलिक ढिलो आयो अनि मैले अर्को GoPro Hero 13 को अल्ट्रा वाइड लेन्स पनि भाइको लागि भनेर ल्याइदिएको थिएँ किनिदिएको थिएँ त्यो चाहिँ आइसक्यो अनि अर्को मेमोरी कार्ड 512 GB को त्यो आइसकेपछि यो चाहिँ अलिकति ढिलो भयो अब म ढिलो नगरिकन यसलाई अनबक्सिङ गर्न गइरहेको छु च्याट लाएर यसबाट अब नेपाल गएपछि कडा भिडियो आउँछ मेरो नेपालमा पनि थियो नेपालमा GoPro युज गर्थेँ म मोटो भ्लगको लागि जतै पनि अब त्यसको लागि अब GoPro चाहिँ अलिक बिदाइ गरौँ भनेर है अब चाहिँ म एक्सन 6 मा सरेको छु एक्सन 6 हेरौँ यसको परफर्मेन्स अब उ गर्दा त राम्रै थियो क्या रे अब यसको हेरौँ परफर्मेन्स हुन्छ सर्ट लाएर सामान चाहिँ यत्रो हुन्छ कि तर हेभी छ यार सामान चाहिँ यत्रो हुन्छ तर बक्स चाहिँ यत्रो लाएर ल्याइदिन्छ सेफ्टी DJI Osmo एक्सन 6 अनि एडभेन्चर कम्बो यहाँ चाहिँ अब तपाईलाई थाहा छँदैछ एउटा लट्ठी दिन्छ स्टिक अनि ब्याट्री 3टा अनि ब्याट्री केस दिन्छ है टक्क यहाँ छ सबै च्याट लाएर के अब यस्तोहरु त खासै देखाइरहनु नपर्ला तर यो चाहिँ कडा छ अब यताबाट चाहिँ स्वाट यसरी खोल भन्ने रहेछ खोल्नु पर्यो यहाँबाट निकाल्नुपर्छ अब 3टा माल फर्स्टमा निकालौँ हाम्रो स्टिक चेक गरौँ फर्स्टमा है अरु चेक नगरौँ फर्स्टमा चेक गरौँ स्टिक लौरो चाहिँ कस्तो छ त ए ओ माइ स्कुटर दामी रहेछ लामो हुने रहेछ है अनि यसको यो के हो रोडतिर निकालेर यस्तो नगर यताउति भने रहेछ यहाँनिर अब अलिक त्यस्तो चाहिँ ज्याउ लाग्छ गर्नु क्यामेरा चाहिँ यो होला सायद टक्क लाएर क्यामेरा चाहिँ यही जस्तो लाग्छ मलाई यत्रो Osmo एक्सन 6 यही जस्तो लाग्छ क्यामेरा मलाई टक्क ल निस्क्यो अब यहाँ हेरौँ च्याप ल न्यू एक्सन 6 एडभेन्चर कम्बो टुक ल यो लेन्स कभर पनि खोल्यो अब हामीले हेर्नुपर्ने हुन्छ यहाँ के छ यहाँ ब्याट्री नि हो सबै यो फर्स्टमा हाम्रो ब्याट्री चार्ज एकैचोटि चार्ज गर्ने के छ यहाँ 3टा जान्छ एकैचोटि अनि यहाँ 2टा नट पनि दिया रहेछ अनि टाइप सी केबल भइहाल्यो अनि यो चाहिँ बाइकको लागि माउन्ट अनि यो चाहिँ 2टा दिँदो रहेछ है अहिले पहिले चाहिँ एउटा थियो यो के हो भन्नुहुन्छ भने उ हो के यो क्लिप माउन्ट के भन्छ यसलाई यो हो कि यसलाई अब केही गर्नु पर्दैन फ्याट रहेछ आफै यो पस्यो यसरी पनि पस्यो र अब अहिलेको नयाँमा चाहिँ जसरी पनि पस्यो एक्सन 6 मा चाहिँ अगाडि पछाडि सबै भयो
अनि यसलाई खोल्नुको लागि चाहिँ यता तानेर उकालो गर भने रहेछ यसो गरेर जान्ने कि क्या हो अरे खोइ त नयाँ भएर अलिक नखोलिने रहेछ यो दामी यहाँनिर पनि के हो यसको खास ऊ चाहिँ के हो थाहा भएन यसको काम चाहिँ तर यो ड्यामेज स्यामेज नहोस् कि केही समथिङ यस्तै भनेर होला यहाँनिर निस्कि यहीँ बस्छु भन्छ त निस्किनै मान्दैन त यहाँ हालिदिएको रहेछ अनि यहाँ मेमोरी कार्ड अनि यहाँ ब्याट्री यहाँबाट हामी निकाल्छौँ ब्याट्री हाल्नु त पर्यो अब यो गरेपछि दुबईको एउटा भिडियो चाहिँ कहाँ गएर बनाउने होला भनेर सोचिरहेको छु बाइक कुदाउनु जानु पर्ला जस्तो छ भवाल सायद यो पनि सानो चिटिक्कको जहाँ पनि अट्ने क्या रातो रातो चाहिँ ब्याट्री चाहिँ 1950 mAh को छ भने अब हामी यसलाई ब्याट्री यसरी लाउनु पर्ने हुन्छ अब म मेमोरी कार्ड ल्याउँछु वाइट यो चाहिँ भनिहालेँ अघि नै अल्ट्रा वाइड लेन्स मोड हो यो चाहिँ हिरो 13 को लागि हो स्पेसली तपाईँहरूलाई थाहा छँदैछ यसको काम के हो भनेर यो चाहिँ मेरो भाइको लागि ल्याइदिएको भने मेमोरी कार्ड यहाँ छ है मेमोरी कार्ड मसँग 512 GB को छ अब मेमोरी कार्ड प्लस चलाएर टाँसौँ त्यसपछिबाट यसलाई एकलट चेक गरौँ चेक गर्नु पर्यो नि त होइन बिग्रेको फुटेको छ भने त भने टक्क मेमोरी कार्ड निक्ल्यो बिग्रेको फुटेको छ भन्नुभएछ बिग्रेको छ भने भनेको फुट्नु त के फुट्यो यति काट्ने कुरा चाहिन्छ यसलाई भने दाँतै घैँसी भएन किन निकाल्नु मोबाइल ठोक्का जिन्दगी एउटा मेमोरी कार्ड खोल्नु त सक्दिनँ म अनि ल बल्ल तल्ल निकालिसकेको छ दाँत टोकेर भने अब हाम्रो मेमोरी कार्ड स्वाट पस्छ अनि च्याप्प लाग्छ इङ्ग्लिस ल्याङ्ग्वेज सब यहाँ आइसक्यो इङ्ग्लिस टक कन्फर्म एक्सन सी क्विक ओके यहाँ यसरी खोल्नुपर्छ के भनेर देखाइरहेछ यो सबै देखाउँदो रहेछ जसमा एक्सन 6 डन ल आयो अब कडा आयो तर यसको चाहिँ अलिकति 51% ब्याट्री अलिक चलाउनु चाहिँ गाह्रै होला सुरुमा यसको त्यति धेरै थाहा छैन होइन के देखाउँदो रहेछ मोडहरू यसमा अलिक धेरै नै देखेको थिएँ क्या मैले केमा खिच्ने भनिसकेपछि अटो धेरै यसको अति नै धेरै छ उहरू त फिचर्सहरू मलाई त्यति अब अहिले नि त थाहा हुँदैन बिस्तारै म होइन भन्दै गइहाल्छु तपाईँलाई देखाउँदै जान्छु अब यसको क्वालिटी कस्तो छ भने हेलो साथीहरू के छ हाल खबर अहिले चाहिँ म भिडियो गर्दैछु DJI एक्सन क्यामेरा 6 बाट एडभेन्चर कम्बो त्यहाँबाट स्वाइप डाउन लेन्थ अफ के अनलक के गर्नु मिल्ने रहेछ यहाँ छ अनि भनेको योबाट पनि हालिदिन्छु म साउन्ड पनि कस्तो आउँछ हालिदिन्छु अनि म अब यहाँबाट खिचिरहेको छु यस्तरी अड्काएर अब म यो एक्सन क्यामेराबाट छिट्टै नै ब्लग हाल्छु म बाइक साइक कुदाउनुतिर जान्छु डेजर्टतिर
त्यही हो साथीहरू, अब छिटोभन्दा छिटो आउँछ यहाँको भिडियोमा देखाइहाल्छु। अनि साउन्ड चाहिँ म्युट गर्नुपर्छ, नत्र अलिकति ट्याना टुरुनु अलिक ज्यादा हुने रहेछ। अब कसरी हेर्ने भन्ने कुरा यहाँबाट रहेछ। अनि यसको अफ चाहिँ यस्तो रहेछ कि माइकको हुन्छ नि भोल्युम अन अफ गर्ने यस्तो रहेछ। त्यस्तै अब एउटा मात्रै भिडियो छ 41 सेकेन्डको, यस्तै रहेछ। जस राम्रो छ, राम्रो लाग्यो। अब यसको फिडब्याक हेर्दा त राम्रो थियो, अब त्यही भएर मैले पनि लिएँ। गोप्रोबाट यसमा सरेको हो। अब भनेको यो टाढा नै हुँदो रहेछ। अनि अरूभरिको त्यही हो, अब यहाँबाट दामी दामी भिडियो हाल्नुपर्छ अझै नेपाल गएर यहाँभन्दा पनि। है त साथीहरू, ल बाई बाई।